हिमाललाई हेर्दा मन आनन्दित हुन्छ, तर यात्रा लामो छ, किनकि केही सुन्दरता महसुस मात्र गर्न सकिन्छ, सम्हालेर राख्न सकिँदैन। फर्किँदा हिँडाइ उस्तै छ, तर मन हल्का भइसकेको छ। साथीको कुरा, हल्का हाँसु र बीचबीचमा मौनता। केवल हावाको सुस्केरा अनि मनको टुकटुकी। सायद यात्रा केवल गन्तव्य पुग्नु मात्र होइन, फर्किँदै गर्दा बाडिएका यी पलहरू पनि हुन्।